विवाह नगरेका कन्याहरूले सिउँदो फाटेर कपाल कोर्नु हुँदैन। त्यसैगरी विवाहित महिलाले मागमा सिन्दुर लगाउनै पर्दछ। किन भनेको होला त? वैज्ञानिक कारण अनुसार हाम्रो ब्रह्मरन्ध्र जहाँ महिलाले सिन्दुर लगाउने गर्दछन् त्यो ठाउँमा हाम्रो पुरुषको तुलनामा महिलाहरूको केही कमजोर हुने गर्दछ। त्यसैले अविवाहित महिलाले सिउँदो फाटेर हिँड्नु हुँदैन। यदि लडिहाले चोट लाग्यो भने असर नगरोस् भनेर सिन्दुर नफाट्नु भनेको। त्यसैगरी सिउँदो फाटेर त्यहाँ सिन्दुर लगाउँदा त्यो सिन्दुरमा एक प्रकारको पारा नाम गरेको धातु हुन्छ। अलि बढी नै त्यो धातु पारा नाम गरेको धातु सिन्दुर हुने गर्दछ र त्यो सिन्दुर लगाउनाले महिलाहरूको शरीरको विद्युतीय ऊर्जालाई नियन्त्रितमा पनि राख्दछ र त्यो मर्मस्थलमा ब्याक्टेरियाहरू जुन ब्याक्टेरियाहरूले आफूलाई असर गर्दछ ती ब्याक्टेरियाहरू पनि त्यहाँभित्र पस्न दिँदैन। त्यसैले सिन्दुर लगाउनु भनेर हाम्रो शास्त्र भन्छ।